अहिले चाहिँ हामी रेडी आइपुग्यो है। रेडी बजारमा हेर्नु सक्नुहुन्छ पुरानो रेडीको गेट। अब चाहिँ म गुल्मीभित्र छिर्दैछु है त। यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन, यिनीको तिनवटा जिल्ला जोड्ने पुल हो। जहाँ चाहिँ यो पुल चाहिँ तपाईँको गुल्मी साइडतिर आउँछ भने अर्को उतापट्टिको पुल छ नि पछाडिपछि यो पुल, उतापट्टिको पुल चाहिँ सेङ्गा हो भने यतापट्टिको पुल चाहिँ पालपाटीको जान सकिन्छ। देख्न सक्नुहुन्छ यो रुद्रधाम भएको मन्दिर भएको एरिया छ। यो एरियालाई भन्छ यो रेडी एरियामा पहिलोपटक शाहवंश राजाहरू चाहिँ इन्डियाबाट भागेर यहाँ आएर बस्ती बनाएको भन्ने कुराहरू पनि छ है। अब एक राउन्ड तलबाट देखाइदिउँ रेडी एरिया पुरानो स्ट्रक्चरहरू देख्नु भएको भत्काएर नयाँ बनाउँदै। अब यो बाटोबाट रुद्रबेडी हुँदै हामी पुचिलाङ। कान पनि अलिक जम्ब भयो, हाइटले गर्दा होला कि कान जम्ब भइरहेको छ अगाडि बाटो। अहिले म सिमाना भन्ने ठाउँमा आएको छु है। यो चाहिँ मजाको ठाउँ छ, एकदम हावा बाहिरहेको छ, चिसो ठाउँ छ, डाँडा है, डाँडा काँडा रहेछ। गफ छ, 2-3टा घर मात्र छ। गण्डकी प्रदेश कार्यालय कास्की यात्रा शुभ यात्रा सीमा समाप्त यहाँबाट। सायद यताबाट हाम्रो रुकुम जिल्ला सुरु हुन्छ, तर गण्डकी चाहिँ सक्यो, पाङ्लुङ सकेर यता चाहिँ रुकुम चाहिँ सुरु हुन्छ जस्तो लाग्यो मलाई। ओके, हामी अहिले सिमानामा छौँ। यसो हेर्दै गरौँ ठाउँ छ। माथि छ बाख्राहरू पनि चलिरहेको छ। अहिले हामी बागलुङ जिल्ला छोडेर गण्डकी प्रदेश छोडेर हामी चाहिँ अब आइरहेको छौँ लुम्बिनी अञ्चल र तल गएर रोल्पातिर पुगेको छ। यसरी हेर्दै जाउँ बाटोमा। डाँडा काँडा मान्छेहरू यस्तो ठाउँमा पनि बसेर देख्न सक्नुहुन्छ है। यो अलिकति अफ रोड छ, यो बाटो हुँदै आयो भने
यो ठाउँ के रहेछ अब त्यहाँ गएर हेर्छु ल तपाईँहरू त्यहाँ गएर आउँछु। यो ठाउँको नाम चाहिँ लुकुम रहेछ ल अगाडि रहेछ मलाई बस्छु यो ल यसलाई भन्छ लुकुम है। लुकुमको बस्ती चाहिँ अचम्मको छ, मजाको घरहरू रहेछ, तपाईँहरू देख्न सक्नुहुन्छ। आउनुभयो भने यहाँ बस्न हेर्न दिने ठाउँहरू पनि छ। तर यो हो लुकुमको बस्ती। सयपातुङ भन्ने ठाउँमा यो झरना जस्तो एउटा रहेछ होइन, मजाको रहेछ। यो सयपातुङ भन्ने ठाउँबाट तपाईँले देख्न सक्नुहुन्छ झरना चाहिँ। यो ठक्कै काँक्री गल्के चाहिँ तलपट्टि छ ल। अहिले चाहिँ हामी थपा भएर आयो। अहिले चाहिँ हामी थापा बजारमा छौँ। उकालो ओह्रालो भिरालो आयो है। उकालो ओह्रालो भिरालो आइसकेपछि हामी एकैचोटि ओह्रालोबाट भिरालोबाट माथि चढ्दै आउँदै गर्दा झ्याप्पै रुकुमकोट आइयो। यसलाई भन्दा रहेछ रुकुमकोट। यो रुकुमकोट बजार मजाको रहेछ फाँट। अनि अलिकति त्यहाँ चाहिँ पोखरी पनि रहेछ, पोखरी जस्तो यो पोखरी भन्ने कि ताल भन्ने, मजाको छ। यतातिर पनि यस्तो बस्तीहरू रहेछ। रुकुमकोट लुम्बिनी प्रदेशमा पर्छ है। गाडीहरूको बाक्लो उपस्थित छैन, एकदम पातलो छ। अब पानी किनेर खानु पर्यो। बाटोमा आउँदाखेरि गाह्रो हुनसक्छ, पानी खान तिर्खा लाग्छ, अप्ठ्यारो हुनसक्छ है। त्यही भएर पानीहरू सबै कुरा व्यवस्थित गरेर आउनुलाई। सामानहरू झ्याप्प नपाइन पनि सक्छ। ओके, तपाईँले मेरो पछाडि देख्न सक्नुहुन्छ यहाँ कमल पोखरी भन्दो रहेछ यहाँ है रुकुमकोटको। अगाडि गएर देखाउँ। यसलाई भन्दो रहेछ कमल दाह रुकुमकोटको। मान्छेहरू घुम्ने काम गर्ने गरिरहेको छ। मजाको रहेछ एउटा मन्दिर पनि रहेछ बिचमा, अलिकति साइडमा। ल रुकुमकोटको कमलदह के गाउँपालिका, सिस्ने गाउँपालिका। रुकुमकोटको बजार है। रुकुमकोटको बजारमा पहाडहरूको बिचमा छ यो सहर। अलिकति बाक्लो बस्ती छ। यहाँ आउँदै गर्दा मजाले रमणीय दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। यो रुकुमकोट
आइयो यहाँबाट तपाईँले सर र यो सबै चाहिँ रुकुम हो यो फाँट पनि रुकुमै पर्छ अहिलेसम्म फाँट छ भोलि पर्सि यो पनि रहन्न 100%। कमलदहको मुनिपट्टि रुकुमकोट भन्ने ठाउँ छ साथीहरू। एउटा गीत छ नि रुकुमै कोट भन्ने, यो रुकुमकोट र रुकुमैकोट एउटै ठाउँ हो कि फरक ठाउँ हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला है, बताइदिनु होला है त। ओके ल हेर्न सक्नुहुन्छ तपाईँहरूले रुकुमैकोट यस्तो छ। रुकुमकोटको बजार यो बाटो अलिकति अगाडि आएर म यसो निस्किन लागेको छु मेरो बाइक। अब यो बाटो उतै जाने म ओ डाँडाबाट, त्यो पनि डाँडा लागिरहेको थियो है, त्योभन्दा माथिल्लो डाँडा यस्तो हुँदै आयो अघि। अहिले त्योबाट ओह्रालो फेरि ओह्रालोबाट उकालै आउन त आइयो। कुन ठाउँ आइयो थाहा छैन, एकचोटि कन्फर्म गर्नलाई यहाँ एकजना दिदी देख्छु सोध्नु पर्यो है त। यो पश्चिम रुकुम कि पूर्व रुकुम? ए हामी पश्चिम रुकुम आइसकेका रहेछौँ। अब हाम्रो यात्रा चाहिँ खलङ्गातिरको छ। हजुर अब खलङ्गा जाने यहाँबाट डाँडामाथि। ओके ल साथीहरू साख भन्ने ठाउँमा आइयो। अलिकति यहाँ 5-10 मिनट भए पनि फ्रेस हुनु पऱ्यो। साख बजार हेर्नुहोस् कस्तो छ, अलिअलि घरहरू चाहिँ दार्जिलिङ स्टाइलको छ है। यहाँ चाहिँ अलिकति हेऱ्यो भने देखिन्छ। अब म तपाईँलाई अलिकति जुम गरेर देखाउँ मजाको घामको किरण। सम्म फाँट छ, मजाले हेर्न मिल्ने कुराहरू छ। अझै त्यो बाटो उयो तलतिर झर्दै जाने। अब यो ठाउँको नाम चाहिँ शीतल पोखरी। शीतल पोखरी सायद हामी यतातिर जान्छौँ होला राइट साइड थियो। त्यो पनि यसो सोध्छु है यो बजारमा आइयो। यो जहाँसम्म लाग्छ मलाई खलङ्गा हो। तर चौरजारी जाने बाटो कुन सोध्नु पऱ्यो एकचोटि त कता गइरहेको छ सोधेर गएर भन्नु। सिबाङ रुकुम पश्चिममा। अब यहाँबाट हामी चौरजारी जानु पनि साह्रो भइरहेको छ है। नगरेको कुराहरू छन् यहाँ खेतहरू छ। ल अहिले चाहिँ हामी सिमली बजार आइपुगिसकेका छौँ है। अब यहाँबाट धेरै टाढा छैन सिमली बजार। एकचोटि म सर घुमाइदिन्छु ल तपाईँहरूलाई हेर्नलाई। यताबाट आएको म अनि जाने चाहिँ म अब यताबाट आएको। अब जाने चाहिँ यताबाट यहाँबाट धेरै नहोला। यस्तो छ बजारहरू बस्तीहरू सानो राम्रो खालको। आउने क्रममा यो भेरी नदी पनि बाटोमा देखिन्छ चौरजारी जाने बेलामा है। अनि यो तलतिरै बगिरहेको छ यतातिर, तर पछाडि पारि पनि बस्तीहरू रहेछ। चौरजारी आउन लाग्दाखेरि यस्तो ढुङ्गाहरू तपाईँले देख्नुहुन्छ नि बाटामा यसरी राखेको। अनि चौरजारी चाहिँ सम्म फाँट है, तराई जस्तो छ है यस्तो खालको। अहिले एकछिनपछि अझै अगाडि गएपछि हामीले देख्न सक्छौँ। ल अब चौरजारी आइयो। लगभग चौरजारीको बाटो तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले हामी चौरजारी बजारतिर घुमिरहेका छौँ है। चौरजारी बजार तपाईँले हेर्न सक्नुहुन्छ। हाम्रो सर हुनु अगाडि हिँड्दै हुनुहुन्छ नारायण। अब हामी यसो बजारतिर हेरौँ। यता माथिको बाटो जाँदैछौँ। अब ठुलो बाटो राम्रो बाटो जाने सरले भनेको। चौरजारी बजार हामी हेर्दै घुम्दै जानेछौँ। यो चौरजारी बजार यस्तो छ ठाउँहरू। अहिले चाहिँ म एचडिसिएसको नजिक मिड भ्याली चौरजारी रुकुम वेस्टतिर छु है। यहाँबाट अगाडि गएपछि मेन चौक आउँछ, त्यहाँबाट तल गयो भने बस पार्क। यतातिर धेरै बस्तीहरू छ, उता पनि पछाडि पनि छ है त।